guys, hello, namaste, welcome back to my YouTube channel. अहिले चाहिँ म सुर्खेतको बानी किनारबाट भिडियो गर्दैछु। म चाहिँ जान लागेको पश्चिम हो। मैले गाडी नपारे घण्टा कुरिसकेँ अनि अब मलाई केही थाहा छैन, म कहाँ पश्चिम त हो, पश्चिमको कहाँ जाने हो के गर्ने हो मलाई केही थाहा छैन। म बाटोमा हरायो भने भिडियो बनाउँदै नाग्दै हिँड्दै गर्छु। कसैले 5-10 रुपियाँ दियो भने म खाना खर्च भइहाल्छ नि विचार गर्छु। पर्यो भितडा पहिले यो त अचम्मै आलिदिएको जस्तो गाडी खाली छ, आउनु सिट खाली छ, खाली गाडी पुरै खाली छ। पुग्ने बेला चाहिँ विचार गर्नु मलाई। सुर्खेतको लन्डनको बाटो, लन्डन बदला देखाउने बाटो अहिले देखेन, अघि त्यो यसले मलाई कपाल तानेको गऱ्यो कि पर्दैन बनाएको कि म जोगाउँछु। बेचेवन बजार कालोबाट निलोमा परिवर्तन। कस्तो मजाको देख्यौँ हामी है। कस्तो राम्रो अमिलो देख्यौँ ला। कति घन्टा यात्रा गऱ्यौँ हामीले? 9 बजे हिसाब गर्नु, 10, 11, 12, 1, 2 भिडियो भएर हिँड्छ। अन्टी लुज गरेर अङ्गल बुझ्न हिँडेको हो कि मम्मीको ब्याग भिरेर ल। सुर्खेतको बाबिया चौर बजारमा आइपुग्यौँ हामीहरू। बिहान 9 बजी हिँडेको। यस बेलासम्म खानपिनको व्यवस्था कहीँ गर्दैनन्, सब लोभी रहेछ नि। पछि यो बाबिया चौरका सबै लोभी रहेछन्, हामीलाई कहिले भात खाएनन्। यस्तो भयो कि म बिटाडा पढेर आएको, हामीलाई पैसा दिन्न भन्दै कि म माग्ने हिँड्ने जस्तो फिल गर्छु है। कस्तो होला? प्र्याङ्क गर्ने कि रियल? प्र्याङ्क गर्ने। रियल त के साह्रो भर आकाम र रियल गर्नलाई पैसा। अब यहाँ आइपुग्यौँ, पोइन्ट गरेको दोकान। तिमीले कस्तो दोकान खोज्थ्यौ? उपर छ दोकान, उपर दोकान स्याउ पनि खोज्नु पाइन्छ। राम्रो छ आहा भने त्यो हाइसेरो देखाने त्यही बुटो जाने। मलाई के किनिदिन्छौ? बाबेचर स्कुल, बोर्डिङ स्कुल। यो चाहिँ दिपाको दिदीको स्कुल। खै त्यो स्कुलको नाम? यहाँ रहेछ गोल्डन फ्युचर एकाडेमी सुर्खेत। मैले दिपाको दिदीको स्कुल आइपुग्यो। छोरी लिएर हिँडिसकेको, आफू त एक्लै लिथिङ। अब फेरि अहिले मेरो दिदीको घर जाने कार्यक्रम हुन्छ यहाँ। फेरि पाला आफ्नो दिदी घर गइन्छ। चाहिँ आइएम छु। अब हामी यो बाबियाचौरको हटिया बजार जाँदैछौँ हेर्न। ल बाबियाचौरको हटिया बजार। हामी चाहिँ अहिले बाबियाचौरको हटिया बजारको बजार भन्ने हो कि मेला भन्ने हेर्न आएका छन्। अरू सबै होस्, यहाँ मलाई कहिले नचिन्नुन्। यहाँ डौरी छ, केरा रमाइलो हुँदो रहेछ है उहाँ त। आखा मेला
अब यो आज बिक्री भएन भने के हुन्छ त यहाँ नस्पति छन् ल यस्तो रमाइलो हुँदो रहेछ यो मेरो पहिलोचोटि हो जे खाने हुन्छ कि चाहन्छ त मिठो लाग्छ यहाँ तामा छ है कस्तो गर्मी हो यो ठाउँमा कुत्ता यहाँ टाउको पनि ए कस्तो गर्मी बाबी चौर बजारबाट गोटु बजारको यात्रा बाख्रा चराउँदै अटोमा ट्याक्कै डबल लैजानु भयो टाइम चार डिस्टर्ब गर्नुहुँदो रहेछ कि उहाँले फेरि धेरै दिएर मलाई उति पाठा मन पर्यो चिरबिरे ब्ल्याक र व्हाइट भन हेलो पनि हेलो हजुरलाई कस्तो लागेको छ पनि के भन्छ त्यसलाई नै छैन रिक्समा हिँड्ने रिक्सको ल्याहा अब के गर्ने के भगवान् साथ दिनु साह्रो उनलाई रिक्स खतरा रिक्स बोलेर हिँड्ने खतरा रिक्स माझी गाउँ आइपुग्यो माथि पश्चिमको माझी गाउँ ल भिडियो यहाँ छोलामा आएर एन्डिङ गर्नु होला भिडियोलाई छोलामा ल्याएर अनि एन्डिङ भइरहेछ अब सापुटी हेलो भन के हुँदैछ भन